हामी हाम्रो बच्चाहरूलाई चाहिँ कति घण्टासम्म स्क्रिनको अगाडि एक्सपोज गर्छौँ। त्यो भनेको टिभी, ट्याब्लेट, मोबाइल, ल्यापटप सब लाएर हामी कति समयसम्म बच्चालाई 24 घण्टामा चाहिँ स्क्रिन अगाडि हामी अहिले टाइम दिइरहेको छौँ। त्यो चाहिँ स्क्रिन टाइम भन्ने हुन्छ। यसको एकदम नकारात्मक असर पर्छ हाम्रो बुद्धि विकासमा। त्यो पनि बच्चाको उमेर 2 सालभन्दा सानोमा हामीले एक्सपोज गरिरहेछौँ भने झन् नकारात्मक विकारहरू हुन सक्छ। त्यो अन्तर्गत बच्चाहरूमा हुने भनेको अटिजम, इनएटेन्सन, एडीएचडी लगायतका बिहेभियरल प्रब्लमहरू धेरै हुने हुन्छ। तसर्थ हामीले आफ्नो बच्चाहरूलाई सकेसम्म स्क्रिनको अगाडि राख्नुहुन्न। अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्सले पनि सोही आधारमा 2 सालभन्दा सानो बच्चालाई चाहिँ हामीले स्क्रिन टाइम नदिने, द्याट इज 0 स्क्रिन टाइममा राख्नुपर्छ भन्ने सन्देश दिन्छ। लगत्तै अब कसरी अहिलेको जमानामा हामीले बच्चालाई कसरी स्क्रिनबाट पर राख्ने भन्दाखेरि हामीले आफ्नो बाल्यकाल सम्झौँ, जहाँ हामी बिना स्क्रिनको पनि हामी राम्रै गरेका थियौँ। हाम्रो पारिवारिक घुलमेल गरेर, गेमहरू खेलेर, बाहिरको आउटडोर एक्टिभिटिजहरू गरेर, यसरी नै अहिलेको बच्चाहरूलाई पनि हामीले चाहिँ सन्देश दिनुपर्छ र उनीहरूलाई पनि मोबाइलबाट पर राख्नुपर्ने हुन्छ र सकेसम्म स्क्रिन टाइमबाट पर राख्नुपर्ने हुन्छ। धन्यवाद।